जापानिज ड्रेस किमोनो लगाएर फोटोसुट गर्ने मलाई यति रहर थियो। रहर त पुरा भयो, तर यो किमोनो ड्रेस जति अनकम्फर्टेबल ड्रेस सायद कुनै पनि नहोला कि अहिलेसम्मकै मेरो एक्सपिरियन्समा। म के सोच्थेँ भने पहिला हाम्रो नेपालको साडी जति अप्ठ्यारो त कुनै ड्रेस छैन होला जस्तो लाग्थ्यो कि, तर यो किमोनो साडीको त बाजे भन्दा पनि कतिले त लाएर थाहा पाइसक्नु भएको होला, थाहा पाउनु भएको छैन भने पनि। हेर्दा वाउ ब्युटिफुल देखिन्छ, तर गाह्रो कति छ। 3टा स्टेप छ यसको। हुन त मान्छेहरूले आफ्नो आफ्नो तरिकाले स्टेप गन्छ होइन, मैले चाहिँ 3टा स्टेप लगाएको छु। एउटा पातलो खाली भित्री हुन्छ, अनि यो पर्पल कलरको, अनि त्यसपछि यो व्हाइट लगाएको छु मैले बाहिर। त्यसरी गर्दा 3टा भयो। अनि भित्रको इनरदेखि लिएर बाहिरको यो सेतो ड्रेससम्म 3टा सेट छ। 3टा सेटमा सिम्पल भाषामा भन्नुपर्दा पटुकी डोरी जस्तो त्यो इनरदेखि बाहिरसम्म लगाउनको लागि 5-6वटा त त्यस्तो हुन्छ कि। भन्न त मलाई डिटेलमा नाम सहित मजाले लुगा लगाएरै देखाउनु मन थियो, तर यो 2 वर्ष अगाडिको फोटोसुट हो, त्यो भएर जस्ट एक्सपिरियन्स